टिकटक मोनिटाइज कसरी गर्ने साथीहरू त्यो कुरामा आज तपाईहरुलाई सिकाउँछु है त। अन्तिमसम्म भिडियो स्किप नगरिकन फुल वाच गरेर टक्क भिडियोलाई लाइक कमेन्ट शेयर गर्ने है त। टिकटक मोनिटाइज हुन्छ नेपालमै बसेर त भन्छन् साथीहरू, तर कसरी गर्ने त्यो म सिकाउँछु। अन्तिमसम्म भिडियोलाई हेर्नु होला र मिस्टर नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्दै छेउमा रहेको बेल आइकन पनि क्लिक गर्नु होला है त। यस्तो भिडियो नयाँ भिडियो केही सिक्नु छ भने तल कमेन्ट बक्समा छोड्नु होला, म टक्कसँगले त्यो कमेन्टको रिप्लाई पनि दिनेछु है त साथीहरू। ल सर्वप्रथम तपाईहरुलाई म मोबाइलको स्क्रिन शो गर्न लान्छु है त। त्यसरी यहाँ जोइनमा क्लिक गर्ने है त। यति क्लिक गरिसकेपछि साथीहरू यहाँनेरि तपाईहरुलाई थुप्रै अप्सन दिन्छ, एकछिन वेट गर्नुपर्ने छ है त। यति वेट गरिसकेपछि हाम्रो टिकटक यसरी मोनिटाइज भइसकेको छ र मोनिटाइज भइसकेपछि हामी यहाँ गोइटमा क्लिक गर्छौं है त। गोइटमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ साथीहरू टिकटक हाम्रो मोनिटाइज भइसकेको छ, देख्न सक्नुहुन्छ र हामीले यसलाई ओके मा थिच्छौं। ओके मा थिचेपछि साथीहरू हामीले यहाँनेरि भेरिफाई आइडेन्टिटी गर्नुपर्छ र हाम्रो पेमेन्ट मेथड सेटअप गर्नुपर्छ है त साथीहरू। ल हामी भेरिफाई गर्छौं है त। ल भेरिफाई गर्ने बित्तिकै साथीहरू आफ्नो यहाँनेरि तपाईहरुले आइडी कार्डबाट गर्न सक्नुहुन्छ, ड्राइभिङ लाइसेन्स र पासपोर्ट जुनसुकै कुराबाट पनि गर्नुहुन्छ। तपाईले त्यो गर्न चाहनुहुन्छ भने गर्नुपर्छ है त। ल साथीहरू ल अहिले हामी एकछिनको लागि यसलाई क्यान्सल गर्छौं है त साथीहरू। ल क्यान्सल गर्नेछौं है त। आजको भिडियो कस्तो लाग्यो त हजुरहरुलाई? राम्रो लाग्यो भने च्यानललाई एक सब्स्क्राइब र शेयर लाइक कमेन्ट गरेर जानु होला है त। ल आजको टपिक रहेको थियो टिकटकलाई मोनिटाइज कसरी गर्ने भनेर। जानिहाल्नुभयो। जापानको आइडी चाहिन्छ टक्कसँगले, जापानमा बनाउन लाउने अनि टक्कसँगले नेपालमा ल्याएर चलाउने फिलिले। ल थ्यांक्स फर वाचिङ भिडियो।